अब नम्बर सिस्टम यो नम्बर सिस्टममा चाहिँ एउटा लजिकल फर्स्टमा लजिकल काउन्टिङ डिजिट्स अफ प्रिभियस नम्बर हेर्नुहोस् है यो चाहिँ तपाईँको यो फर्स्ट यसमा धेरै टाइपको हुन्छ यसमध्ये म 1 by 1 गर्दै जान्छु यो 2076 को अवसरमा आयो जस्तो यो नम्बर पनि जोडिएको हेर्नु है यहाँ ए भएपछि यहाँ ए कतिवटा छ एउटा छ यो ए कतिवटा छ भन्दा एउटा छ एउटा ए छ अब यसलाई आधार मान्ने यसलाई आधार मान्ने एउटा ए छ एउटा ए छ यो बन्यो यहाँ तीनवटा ए छन् एउटा दुईटा तीनटा तीनवटा एक छन् एकवटा ए छ यो बन्यो अब यहाँ एउटा 3 छ दुईवटा एक छन् एकवटा ए छ एकवटा 3 छ दुईवटा एक छन् एउटा ए छ यो बन्यो आन्सर चाहिँ यो भनेपछि यो प्रिभियस डिजिट कतिवटा छ जस्तो मैले तपाईँलाई भने यहाँ एउटा ए भन्ने यो बन्यो एउटा ए यो बन्यो तीनवटा एक एउटा ए सँगै वा चाहिँ सँगै काउन्ट गर्ने छुट्टा छुट्टी काउन्ट अब यहाँ चाहिँ एउटा 3 यी दुईटा सँगै छन् दुईटा एक एउटा ए अब म यहाँ दिन्छु है तपाईँले गर्नु यहाँ नबुझेको छ त भन्नुहोस् त यदि नबुझेको छ भने म फेरि क्लियर पार्छु यदि के नबुझ्नु भयो भन्नु पर्यो क्लियर छ अब अर्को यो 3टा गर्नुहोस् त यो त्यही अहिलेकै सिस्टममा राखेको छ यसैलाई मात्रै हेरे हुन्छ यो त अरू त त्यही सिस्टममा गइरहेको हुन्छ फेरि ट्राई गर्नु अब यहाँ हेर्नुहोस् है अब यहाँ नबुझे साथीहरूले हेर्ने यहाँ पहिला 3 देख्नुभयो नि यो 3 यहाँ एउटा 3 छ हेऱ्यो भने एउटा एक एउटा 3 एउटा दुईटा तीनटा
तीनवटा एकवटा तीन। अब यहाँ एउटा तीन, दुईवटा एकवटा तीन। अब वाट भन्नु, अब के हुन्छ ल भन्नु। समस्या कहाँनिर? एउटा एक, एउटा तीन, एउटा दुई, दुईवटा एकवटा तीन। आन्सर यो एउटा एकवटा एकवटा तीन, एकवटा दुई। अब यहाँ दुईवटा एक छन्, एउटा तीन भयो। अब समस्या कहाँनिर भन त। अब यसमा एउटा दुई, एउटा चार सक्यो। अब कतिवटा छ भन्दा पनि नाम देऊ। केही समस्या भयो भन्नु पर्यो। अब यहाँ कन्फ्युजन छ त? केही डाउट भयो भन्नुहोस् है। अब यहीँ हेर्नु न, यहाँ दुईटा एक थियो। अब एउटा दुई, एउटा एक भयो। अब यहाँ एउटा एक छ, एउटा दुई छ, दुईटा एक छन्। अब यहाँ तीनवटा एक, दुईवटा दुई, एउटा एक। एकदम एउटा दुईटा तिनवटा, तीनवटा एक, दुईवटा दुई, एउटा एक। अब यसलाई वाट भन्दाखेरि के हुन्छ त? अब यसलाई वाट भन्दा एउटा तीन, एउटा एक, दुईटा दुई, दुईटा एक। यो चाहिँ आन्सर भयो। एकवटा तीन, एकवटा एक, दुईवटा दुई, दुईवटा एक। अब यहाँ केही डाउट छ भने भन्नुहोस् है, म क्लियर पार्छु। यिनीहरूमा केही कन्फ्युजन भयो भन्नु पर्यो। अब नम्बरको दोस्रो टाइपमा हो। अब दोस्रो टाइपमा अब दुईवटा संख्याको वर्गहरूको फरक 45 हुन्छ भने दुईवटा संख्याहरूको वर्गहरूको फरक 45 हुन्छ भने त्यस्ता संख्याहरू कति जोडी हुन्छन्? कति जोडी भन्दा कति पेयरमा हुन्छन्? दुईवटा संख्याको वर्गहरूको फरक 45 हुन्छ भने त्यस्ता संख्याहरू कति जोडीमा हुन्छन्? दुईटा संख्याको वर्गहरूको फरक चाहिँ 45। यो नम्बरको यसले भनेको कस्तो हो भने 7 र 2 भने जस्तो। 7 र 2 दुईटा संख्या भए। अब यो दुई एउटा पेयर भयो, एक पेयर भयो। 7 र 2 को एउटा पेयर भयो। यसको वर्ग भने 49 हुन्छ, यसको वर्ग भने 4 हुन्छ। यी दुईटाको डिफरेन्स चाहिँ 45 हुन्छ। हो, यसले भने यस्तो 7 र 2 एउटा
यो जोडी भयो, पेयर, दुईटा संख्याको एउटा पेयर भयो, जसको वर्गहरूको फरक स्क्वायरको डिफरेन्स चाहिँ 45 हुन्छ। अब यस्ता कतिवटा हुन्छन् भनौँ। अब सबै कण्ठ पारेर त बस्न सकिँदैन, सबै कण्ठ हुँदैन। अब यसलाई के गर्ने भने यो 45लाई तपाईँले फ्याक्टर गर्ने, 45लाई यो फ्याक्टर गरिदिने, 45लाई फ्याक्टर गर्ने, 45 एकाना 45, 15 तिया 45, 9 पञ्चे 45। यो 45को फ्याक्टर, 45 एकाना 45, 15 तिया 45, 9 पञ्चे 45। अब त्यो संख्या पत्ता लगाउँदा चाहिँ यसको एभरेज 45 र 1 को एभरेज कति हुन्छ भन्नुहोस् त। 45 र यसको प्रत्येकको एभरेज निकाल्नुहोस्। यो दुईटाको एभरेज कति हुन्छ? 45 र 1 को एभरेज कति हुन्छ? 45 प्लस 1 अपन 2 हुन्छ, 15 प्लस 3 अपन 2 हुन्छ, 9 प्लस 5 अपन 2 हुन्छ। यसको एभरेज कति हुन्छ हेर्नुहोस् है, यहाँ 45 र 1 को एभरेज 23, अनि 15 र 3 को एभरेज 9, 9 र 5 को एभरेज 7, यसको एभरेज 23, यसको एभरेज 9, यसको एभरेज चाहिँ 7। अब 23मा कति जोड्दा 42 हुन्छ, कति घट्दा? एउटा जोड्दा यो आउँछ, एउटा घट्दा आउँछ भनेपछि 7मा 2 जोड्दा 7मा 2 जोड्दा 9, 7मा 2 घट्दा 5, 9मा 6 जोड्दा 9मा 6 जोड्दा 15, 9मा 6 घट्दा 3। अब 23मा 22 जोड्दा 45, 30मा 22 जोड्दा 45, 23मा 22 घट्दा 1 हो। यहाँ एउटा पेयर भयो, यहाँ दुईटा पेयर भयो, यहाँ तीनटा पेयर भयो। आन्सर 3वटा पेयर। अप्सनमा 3, 4, 2, 5 दिएर हुन्छ, यसरी 3लाई लिई। ती संख्या चाहिँ यो पेयर चाहिँ यो चाहिँ तपाईँ निकाल्नलाई आधार, यो चाहिँ पेयर। अब यो दुईटाको स्क्वायरको डिफरेन्ट गर्नुहोस् त 45 आउँछ, यो दुईटाको स्क्वायरको डिफरेन्ट गर्नुहोस् त 45 आउँछ, यो दुईटाको स्क्वायरको डिफरेन्ट गर्नुहोस् त 45 आउँछ। अब हामीले के बुझ्यौँ भन्दा यो पहिला 45लाई यसरी फ्याक्टर गर्ने रहेछ, यसको एभरेज 23, यसको एभरेज 9, यसको एभरेज 7, अनि 23मा 22 घट्दा 1 बाँकी, 22 जोड्दा 45, 9मा 6 घट्दा 3, 9मा 6 जोड्दा 15, 7मा 2 घट्दा 5, 7मा 2 जोड्दा 9। अब समस्या कहाँनिर छ ल, फेरि यसो स्क्वायर गर्नु कि 45 आउँछ ल, हेर्नु भएन। यो फ्याक्टर मात्रैले पुग्दैन, तपाईँलाई सङ्ख्या के हो भनेर थाहा हुनु। यहाँ त तिनवटा, अब यही फ्याक्टरले नि थाहा भइहाल्यो नि त, तर त्यो फ्याक्टर पनि यस्तो हेर्नुपर्छ कि यो एभरेज पोइन्टमा आउनु हुँदैन। फेरि यहाँ तपाईँको यो 45 र 2 भएको भए त यो पोइन्टमा आउँदो, यो दुईटा जोड्दाखेरि जोड आएन भने फेरि एभरेज आउँदैन, नआएपछि पोइन्टमा भएर पनि भएन। यसको लजिक यो ए स्क्वायर माइनस बी स्क्वायर इक्वल टु 45, यो ए प्लस बी इन्टु ए माइनस बी बराबर 45 हो। अब यो 23 प्लस 22, 23 माइनस 22, अब यो ए स्क्वायर माइनस बी स्क्वायर भयो। गर्दै कि स्टेप बाई स्टेपै गरिदिए त, ढिलो जोइन हुनुभयो कि हो। यो यहाँ तपाईँलाई मैले के भने क्वेसन यो हो, क्वेसन यो हो। 45 छ यहाँ, 45 गुणन गर्न आउँछ होइन, 45 गुणन आउँदैन। 45 एकाना 45, 15 तिया 45, 9 पञ्चे 45। यसको एभरेज निकाल्नुहोस्। 45 र 1 जोड्दा 46, आधी 23, 5 र 3ले 18, आधी 9, 9 5ले 14, आधी 7 एभरेज। अब 7मा 2 जोड्दा 9, 7मा 2 गर्दा 5, 9मा 6 जोड्दा 15, 9मा 6 गर्दा 3। ल, यो एउटा पेयर, दुईटा पेयर, तीनटा पेयर सकिन्छ।
ल अब यहाँ 63, यहाँ मैले 63 दिएँ, ल गर्नुहोस् त। यो जस्तो यो 45 46 गरेर यो पोइन्टमा खाइरह्यो नि त। त्यस्तो अवस्था आयो भने तपाईँले यो चाहिँ एभरेज पोइन्टमा आउनु भएन कि यो सङ्ख्या। ल गर्नुहोस् त, त्यहाँ 63 दिएँ, यो टाइपको गर्नु 63 दिएँ मैले, ल गर्नु भयो। हो तपाईँले एकदम ठिक गर्नुभयो, तपाईँले एकदम ठिक गर्नुभयो। यहाँ हेर्नुहोस् है, एकदम राम्रो। अब 63, 63लाई 63 एकाना 63, 63 एकाना 63, 21 तिहां 63, 9 साता 63। अब 64 को आधी 32, 21 तिनले 24 को आधी 12, 8। अब 8मा 1 घट्दा 7 9, यो 12मा 9 9 घट्दा 3, यो 31। ल पेयर चाहिँ एउटा दुईटा तिनटा हो कि खासमा चाहिँ पेयर चाहिँ यो हो नि, यो त तपाईँ निकाल्न आधार हो, मेन चाहिँ यो हो कि यसको स्क्वायरको अन्तर चाहिँ 63 हुँदैन, यी दुइटाको स्क्वायरको अन्तर चाहिँ 63 हुन्छ। अब यसमा केही कन्फ्युजन छ त? इभन नम्बर आयो भने हुन्छ, जस्तो सपोज 40 आयो, 40 आयो, 40 गर्नुहोस् त। त्यहाँ चाहिँ इभन र अड दुइटै आउँछ, कतिवटा हुन्छ? 40 को चाहिँ इभन र अड दुइटै आउँछ। ल पोइन्टमा आउँछ कि हुँदैन? अब यहाँ हेर्नुहोस् है, अब यो चाहिँ यिनी 40, 40 एकाना 40, 20 दुना 40, 10 चौको 40, 8 पन्चे 40। अब यहाँ त यसको त एभरेज त पोइन्टमा आउने हो, यसको एभरेज पोइन्टमा आउने हो, यो हेर्नै परेन, यो पनि हेर्नै परेन, यो दुइटा हेर्नु पर्यो। अब 20 2 22 को आधी 11, 14 को आधी 7, अब 7मा 3 जोड्दा 10, अब 10मा के अरे यो 11मा 9, दुईटा पेयर। यो जब यो चाहिँ पोइन्टमा आउँछ नि, यसरी होल नम्बरमा आयो भने चाहिँ भयो, पोइन्टमा आयो भने भएन। यो गुणान गर्दैमा हुँदैन, त्यही भएर तपाईँहरूको यतापट्टि गयो यतापट्टि हेर्नु परेको कारण चाहिँ त्यो होइन त, सबैमा मिलेको थियो। 11मा 9 जोड्दा 20, 11मा 9 घट्दा 2, यसरी आयो। 7मा के अरे यो 7मा 3 जोड्दा 10, 7मा 3 घट्दा 4। यो आउँछ थर्ड टाइपको। यो थर्ड टाइपको चाहिँ 2 अङ्कले बनेका त्यस्ता संख्या कतिवटा छन्? कतिवटा छन् जसको स्थान मान परिवर्तन गरेर घटाउँदा 36 बाँकी रहन्छ। 2 अङ्कले बनेका 2 डिजिटको 10 देखि 79 सम्म त्यस्ता संख्या कति छन् जसको स्थान मान परिवर्तन गरेर घटाउँदा 36 बाँकी हुन्छ?
यो 10 देखि 79 सम्म तेस्रो सङ्ख्या खोज्नु पर्यो र गर्नुहोस् त उत्तर निकाल्नुहोस्। अब यहाँ 66 दुई अङ्कले बनेको सङ्ख्या यक्स वाइ, त्यसलाई उल्ट्याउँदा वाइ यक्स, यसको डिफरेन्टलाई जहिले पनि 9 ले भाग जान्छ। तपाईँले दुई अङ्कले बनेको सङ्ख्यालाई रिभर्स गरेर घटाउँदा आउने सङ्ख्या जुन छ त्यसलाई जहिले पनि 9 ले भाग जान्छ। भनेपछि घटाउँदा जुन बाँकी रह्यो यहाँ यहाँ यो बाँकी त 36 रह्यो, यस्तो यस्तो बाँकी त 36 रह्यो। यसलाई 9 ले भाग गर्दा भागफल कति आयो? यो जुन बाँकी रहन्छ घटाउँदाखेरि त्यो बाँकी रहने सङ्ख्या जहिले पनि 9 ले डिभिजिबल हुने हुन्छ। यो दुई अङ्कले बनेको सङ्ख्या यक्स वाइ, त्यसलाई उल्ट्याउँदा वाइ यक्स, यसको डिभिजिबल चाहिँ तपाईँको 9 हुन्छ होइन, 9 ले भाग जान्छ। भनेपछि त्यसको भागफल कति हो भन्नुहोस् त? यसको भागफल चाहिँ 4 आयो, यसको भागफल 4 आयो। अब दुईटा डिजिटको फरक 4 हुने सङ्ख्या खोज्नु पर्यो। एउटा 4 र 0 को फरक 4 आउँछ। अब यो 4 आएपछि दुईटा डिजिटको फरक 4 चाहियो। अर्को कुन कुनको फरक 4 आउँछ भन्नुहोस् त? एउटा 4 र 0 को फरक 4 आउँछ। अर्को कुन कुनको फरक 4 आउँछ? अर्को 5 र 1 को, अर्को 6 र 2 को, अर्को 7 र 3 को, अर्को 8 र 4 को, अर्को 9 र 5 को। यो यो स्थानमान परिवर्तन गरेर आएको सङ्ख्यालाई 9 ले भाग जान्छ। यसलाई 9 ले भाग जाने बित्तिकै भागफल 4 आयो। अनि यहाँ दुईटा डिजिटको फरक 4 आयो। 4 र 0 को फरक 4, 5 र 1 को फरक 4, 6 र 2 को फरक 4, 7 र 3 को फरक 4, 8 र 4 को फरक 4, 9 र 5 को फरक 4। अब यसलाई उल्ट्याउनुहोस् त, यो 0 4, यो उल्ट्याउनुहोस् त 1 5, उल्ट्याउनुहोस् त 2 6, उल्ट्याउनुहोस् त 3 7, 4 8, 5 9, सबैको डिफरेन्ट 36 हुन्छ। भनेपछि हामीले के बुझ्यौँ भन्दा यहाँ कति छ त्यो हेर्ने, त्यसलाई 9 ले भाग गर्ने, 9 ले भाग गर्दा एउटा मान आउँछ। अन्त दुईटा सङ्ख्याको डिफरेन्ट त्यति हुने गरेर सट्ट राखिदिने। यो सबै त गर्नु पर्दैन, त्यो त तपाईँको यति गर्दै भइहाल्यो नि। कुन कुन सङ्ख्या हो भने पनि आइहाल्यो। अब यसलाई जुनसुकै पनि तपाईँको रिभर्स गर्दाखेरि 9 ले भाग जान्छ। अब यहाँ कन्फ्युजन भयो भन्नु पर्यो। त्यसो भए अब यसो गरेर राखिदिनु हुन्छ कि एउटा थाहा पाइसकेपछि त, जस्तो यो 36लाई 9 ले भाग जान्छ, भागफल 4 आयो, 4 र 0। अब यहाँ बढाउने, यतापट्टि बढाउने, यहाँ 1 बढाउने, 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 एउटा 1 बढाउने, 1 बढाउने, 1 बढाउने, सकियो। एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा आइन्छ 6। अब यही ठाउँमा तपाईँलाई यहाँ 45 भनेको भए आन्सर कति हुन्थ्यो? त्यहाँ 45 बाँकी हुन्छ भने अब ती सङ्ख्या के हुन्थे? ल गर्नुहोस् त, यहाँ 45 भने भए के हुन्थ्यो? हो यहाँ हेर्नुहोस् है, अब तपाईँ के भन्नुभयो? यो 45लाई 9 ले भाग गर्नुहोस्, 45लाई 9 ले भाग गर्दा 5 आयो। अब 5 0, 5 आएपछि 5 0। अब यहाँ 1 थप्नु न। अब 6 1, 7 2, 8 3, 9 4, एउटा दुईटा तिनवटा चारवटा पाँचवटा। अब यो त केही गाह्रो छैन। अब अर्को, यसमा त केही समस्या रहेन छ त, के गाह्रो? यसमा अरू झुकिनु परेन, कतिवटा छ तर कुन कुन सङ्ख्या छन् भन्दा नि सक्छ।
कुन संख्या अहिले त दुई अङ्कमा त घटाएर केही फरक परेन, तर कुन संख्या भनौँ त अनि त्यही माइनस गरेर बसेर आउँछ। कुन संख्या हुन् कुन संख्या होइनन् भनिन्छ। अब यसैमा दुई संख्याको योगफल 15 छ। ती संख्यालाई ती संख्याको गुणनफल 45 छ। ती संख्यालाई व्युत्क्रम गरेर जोड्दा व्युत्क्रम भनेको चाहिँ यो रेसिप्रोकल। ती संख्यालाई व्युत्क्रम, दुई संख्याको योगफल 15 छ, ती संख्याको गुणनफल 45 छ। ती संख्यालाई व्युत्क्रम भनेको चाहिँ रेसिप्रोकल, अपनमा राखेर जोड्दा कति हुन्छ? ल, दुईटा संख्याको योगफल चाहिँ 15 छ, ती संख्याको गुणनफल चाहिँ 45 छ। ती संख्यालाई व्युत्क्रम गरेर जोड्दा कति हुन्छ भन्यो। ल, यहाँ एउटा संख्या यक्स मानौ, अर्को संख्या वाई मानौ, अथवा अब यक्स प्लस वाई बराबर तपाईँको 15। अब यसलाई व्युत्क्रम गरेर जोड्नु पर्यो। अब यक्स इन्टु वाई बराबर 45। यो दुईटा संख्याको योगफल 15, दुईटा संख्याको गुणनफल चाहिँ 45। यहाँ यो चाहिँ यो कन्डिसन यो हो, यो कन्डिसन यो हो। अब यसलाई व्युत्क्रम गरेर जोड्दा भनेपछि त 1/x प्लस 1/y। व्युत्क्रम भनेको 1 अपन राख्ने। अब एलसिएम के आयो? XY आयो, अनि y प्लस x भयो। यो भनेको 15, यो भनेको 45 हो। तपाईँ ठिक गरेर 1/3 आयो। आन्सर चाहिँ 1/3। दुईटा संख्याको योगफल 15, ती संख्याको गुणनफल 45, त्यसलाई व्युत्क्रम गरेर जोड्दा यो व्युत्क्रम भने त 4 को व्युत्क्रम 1/4, 3 को व्युत्क्रम 1/3, व्युत्क्रम भने त 1 अपन हो। अनि 1 अपन x प्लस 1 अपन y भनेको एक्स वाई। वाईले एक्लै वाई, यक्सले एक्लै यक्स। अब जोड्दा 15 अपन 45 सकियो। अब अर्को गर्नुहोस्। अब चौथो टाइपमा चाहिँ फोर्थ टाइपमा चाहिँ यो तीनवटा संख्याहरूको वर्गहरूको योग 138 छ। ती तीनवटा संख्या मध्ये कुनै दुईवटा संख्याको यी तीनटा संख्या मध्ये कुनै दुईवटा संख्याको गुणनफलको योग, फलहरूको योग 131 छ भने ती तीनवटा संख्याहरूको योगफल
यी तीनवटा संख्याहरूको योगफल कति हुन्छ? योगफल कति हुन्छ? योगफल कति हुन्छ? तीनवटा संख्याहरूको वर्गहरूको योग 138 छ। यी तीनवटा संख्या मध्ये कुनै दुईवटा संख्याको गुणनफलको योग चाहिँ 131 छ भने ती तीनवटा संख्याहरूको योगफल कति हुन्छ? यसलाई गरौँ त अब यहाँ हेर्नुहोस् है। अब यसलाई चाहिँ के गर्नु पर्यो भने सबैभन्दा पहिला तपाईँले एउटा सूत्र बुझ्नु पर्यो। ए प्लस बी प्लस सी तीनटा संख्याको होल स्क्वायर बराबर ए स्क्वायर प्लस बी स्क्वायर प्लस सी स्क्वायर प्लस 2 इन्टु एबी प्लस बिसी प्लस सिए। यो एउटा फर्मुला बुझ्नु पर्यो। ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर ए स्क्वायर प्लस बी स्क्वायर प्लस सी स्क्वायर। ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर ए स्क्वायर प्लस बी स्क्वायर प्लस सी स्क्वायर प्लस 2 इन्टु एबी प्लस बिसी प्लस सिए। 2 इन्टु एबी प्लस बिसी प्लस सिए। यति तपाईँहरूले बुझ्नुभयो। अब यति बुझिसकेपछि तपाईँले के हेर्नु पर्यो भने यहाँ यो भनेकै कति 138। ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर यो भनेकै 138 प्लस 2 इन्टु यति भनेकै 131। उसले के भनेको छ भने तीनटा संख्याहरूको वर्गहरूको योग, एउटा संख्याको वर्ग अर्को संख्याको वर्ग अर्को संख्याको वर्ग वर्गको योग 138 अनि 2 इन्टु ती तीनटा मध्ये कुनै दुईटाको एबिसी मध्ये कुनै दुईटा एबी अथवा बिसी अथवा सिए कुनै दुईटाको ती तीनवटा संख्या मध्ये कुनै दुईटा जुनसुकै हो त्यसको गुणनफलको योग चाहिँ यतिको योग चाहिँ यति 131। अब यहाँ हेर्नुहोस् है। अब यहाँ और ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर यो 138 प्लस 262 और ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर 400 और ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर 20 को होल स्क्वायर र रुट काटो। Therefore, A plus B plus C बराबर 20। एन्सर सक्यो। यो लास्ट इयरको इन्सपेक्टरमा नि सोधेको थियो, अनुसन्धान अधिकृतमा नि सोधेको थियो यो क्वेसन। अब यहाँ कन्फ्युजन छ भने भन्नुहोस्। हामीलाई त एबिसी को होल स्क्वायर के अरे एबिसी को सम सोध्यो भने त यसले ए प्लस बी प्लस सी को स्क्वायर। अब यहाँ केही डाउट छ त? कुनै कन्फ्युजन भयो भन्नु पर्यो। केही गाह्रो होइन। अब एउटा म दिन्छ है। अब यहाँ गर्नुहोस् त एउटा। यहाँ 50 छ, यहाँ 47 छ। ल गर्नुहोस्। हो तपाईँले सही एकदम राम्रो गर्नुभयो है। सूत्र के छ? ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर ए स्क्वायर प्लस बी स्क्वायर प्लस सी स्क्वायर प्लस 2 इन्टु
टु इन्टु एबी प्लस बिसी प्लस सिए छ। यति हो नि त फर्मुला। अब यो ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर यति भनेकै हाम्रो कति छ 50 प्लस 2 इन्टु यति भनेकै दुईवटा यसको यति भनेकै हाम्रो चाहिँ 47 छ। अब ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर चाहिँ 50 प्लस 47 दुना कति 50 प्लस 47 दुना चाहिँ 100 त्यसले 94। अब ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर 144। यो ठ्याक्कै वर्ग हुने गरी दियो हुन्छ यो। अब ए प्लस बी प्लस सी को होल स्क्वायर बराबर 12 को होल स्क्वायर स्क्वायर र रुट काटौ। ए प्लस बी प्लस सी भने 12 आयो। ए प्लस बी प्लस सी भनेको 12 आयो। एबिसी को सम चाहिँ 12 आयो। हो अब ए को मान रहेछ सपोज ए बराबर 3 बी बराबर 4 सी बराबर 5 भयो हैन। सपोज 5 4 9 3 ले 12। यसको स्क्वायर गर्नुस् त। ल यसको स्क्वायरको सम गर्नुस् त। यो 9 हुन्छ यो 16 हुन्छ यो 25 हुन्छ यो 50 आयो। यो फल 50 आइहाल्यो। अब तीनटा मध्ये ए 3 बी 4 सी 5 यो दुईटा गुण्दा 12 3 चौको 12 यो दुईटा गुण्दा 5 चौको 20 अनि यो ए र सी गुण्दा 5 त्यहाँ 15 यो सबैको सम चाहिँ 47 आयो। हो भनेपछि त तीनटाको स्क्वायरको सम पनि 50 आयो। भनेपछि अब हामीलाई त कुन सङ्ख्या हो भन्ने कुरा थाहा हुँदैन। तीनटा टेस्ट गरेर बस्न भ्याइँदैन। त्यो भएको हुनाले हामीले त्यसरी हिट गर्ने। यो एकदम सम्भावित छ इक्जाममा। यो पटकको अफिसरको इक्जाममा एकदम सम्भावित छ यो क्वेसन। अब त्यो जिम्याटमा नम्बर सिस्टममा एकदम सम्भावित। अब अर्को गर्नु। न्यानो छ अब। दुई अङ्कले बनेको सङ्ख्यामा दुई अङ्कले बनेको सङ्ख्यामा त्यसका दुई अङ्कले बनेको सङ्ख्यामा त्यसका अङ्कहरूको योग 11 छ। दुई अङ्कले बनेको सङ्ख्यामा त्यसका अङ्कहरूको गुणनफल चाहिँ 28 छ भने त्यो सङ्ख्या कुन हो? यो चाहिँ अप्सनबाट जाने। अप्सनबाट जानु हो भने यो चाहिँ एकदम इजी हुन्छ। इक्वेजनबाट जाँदा टाइम किल हुन्छ। अप्सनबाट जानुहोस् त अप्सन दिन्छ। अप्सन नभएको त आइक्यू हुँदैन। अप्सनबाट जाँदा इजी हुन्छ यो चाहिँ। ए तपाईँले एकदम राम्रो। अब यो दुईटा जोड्दा 9 र 2 जोड्दा 11 8 र 3 जोड्दा 11 7 र 4 जोड्दा 11 6 र 5 जोड्दा 11 जोड र 11 त सबैमा आइहाल्यो। अब गुणन गर्दाखेरि 28 चाहियो। 9 2 11 आइहाल्यो। 8 3 पनि 11 भइगयो 7। अब यो चाहिँ 7 चौको 28। अब तपाईँलाई यो इजी हुन्छ। 7 4 ले 11 7 चौको 28 यो चाहिँ इजी हुन्छ। खासमा गर्नु पर्ने त ए प्लस बी बराबर 11 ए इन्टु बी बराबर 28 गरेर यसलाई सोल्युसन गर्नुपर्ने हो। टाइम धेरै किन हुन्छ यस्तो गर्दा।
अप्सन दिने भएको हुनाले अप्सनमा सजिलो हुन्छ। यो यसरी इक्वेसनबाट जाँदा त यो त टाइम धेरै लाग्छ। अब तपाईँको मान राख्नु पर्यो, ए बराबर 11 - बी। अब यहाँ मान राख्नु पर्यो 11 - बी इन्टु बी बराबर 28। यसलाई इक्वेसन सोल्युसन गर्दा टाइम किन हुन्छ? 7 - 4 = 11, 7 - 4 = 28 सकिहाल्यो। त्यही टेस्ट गरेर नि थाहा हुन्छ मिल्यो कि मिलेन भने। यही प्रश्नमा यो दुइटाको योगफल चाहिँ 11 छ, गुणनफल 24 भने भए एन्सर कुन हुनु? गुणनफल 24 भनेको भए एन्सर कुन चाहिँ हुनु? हो 8 यहाँ 24, 8 तिनले 11 एकैछिन आयो। यो आउँछ ल। अब भोलि अरू नम्बर सिस्टमका अरू भोलि गर्छौँ। ल आज यति, सबैलाई नमस्कार, भोलि गर्छौँ।